घाँस फालिया छ, जमिन चाहिँ बाँधिएछ, सबै चाहिने बस गोबर चाहिने। ए गाईको गोबरका लागि पाल्नु भएको? अब जन्मने बच्चाहरूले त के खाला भनेको छ कि त्यसले त खानु दिएन नि त भन्यो होइन। त्यो तलतिर खेत फेरि सोह्र पनि खेत बाँधिएछ। पहिला पुरै धान रोपेर 22 मुरी त मैले झट्टो धान ल्याउँथेँ त्यो खेतबाट। अहिले सबै सिरु उम्रेछ, चरण भएको छ। के गर्ने, पानी पनि छ? पानी छ। पहिला मैले सक्दैखेरि त 6 खाल हाल्थ्यो सुली। 6 खाल सुली? फेरि भाटी दिन्थ्यो। त्यो खेतमा 22 मुरी धान ल्यान्थ्यो भने फेरि गहुँ छरेर 18 मुरी गहुँ निकाल्थ्यो। त्यो कागज गरेर अब आफूले गर्न सक्छ। पसिना नबगाउने गरे, शरीरमा पसिना नबगाएपछि दम भएर त भोलि रोगी भइहाल्छ नि। उल्टो भयो कि सब उल्टो भयो। 15 वर्ष पल्टनमा बसेर आएँ म। महिनामा 30,000 आउँछ भारतबाट। त्यस ठुलो छोराले भन्छ यहाँ बडुलोमा ठन्डाको ट्यामै झाएर बस बाबुआमा, त्यहाँ फागुन लागेपछि फेरि उहाँ गएर बस भनेर भन्छ कि आफूले जन्मेको जग्गा छोड्न सकेन। फेरि जन्मेको जग्गा माया लाग्यो। त्यही त नि, सुख त त्यसरी हुन्थ्यो होला नि? त्यसो गरेर हुन्थ्यो। उहाँ गयो भने त आफू बसेर खाने कि त प्यारलेस हुन्छ कि जस्तो पनि लाग्नु पर्ने। हावापानी ठिक छ हो त नि। कहिले लट्ठी टेकेर गाउँतिर गएछ, कहिले कतातिर गएछ, कहिले घुम्न गए, के अरे गफ गर्न पाएछ है। उहाँ त कुचुक्क आफ्नो के अरे वो तारबारभित्रै उद्योगभित्र बस्नु पऱ्यो। त्यो कहिले भन्छ मैले त। तर मेरो विचारले त यसो सोच्दाखेरि रेडियोले बताओ हिसाबले त हिमालको जरतिर पनि ठिक छैन, मधेसतिर पनि ठिक छैन भन्छु मैले। यहाँ त कोही बाढी पहिरोले लानु पनि छैन होइन। हो त नि। उतातिर चाहिँ नि हिउँ पुगिलेर कति मान्छे बस्ने बासै पाएको छैन। हो त नि। मधेसतिर फेरि के भन्छ, बाढी माथिबाट बाढी गएर त उहाँ पुरेर पुरिहाल्छ फेरि मधेस। बच्चा जन्मेपछि पढाउनै पर्छ भन्छ। सबै लोग्ने जाने, विदेशी जाने, स्वास्नी जाने। जहाजको टिकट काटेको छैन, बच्चा गोदमा हाल्यो।